यता चन्द्रे पानी लिन भनेर चाहिँ धारामा जाँदै थिए। त्यत्तिकैमा त्यहाँ कृष्ण चाहिँ भिरको डिलमा उभिएको देख्दाखेरि चाहिँ यता चन्द्रले मनमा नै सोध्छन्, कतै यसले भिरको डिलमा बसेर नयाँ षड्यन्त्र त रचिरहेको छैन, तर यसले नयाँ षड्यन्त्र रचेको होइन होला। यो अहिले एकदमै धेरै पीर चिन्तामा छ, यसको स्वास्नी पहिला गएपछि भन्दै चन्द्रे चाहिँ कृष्णको छेउमा गएका हुन्छन्। अनि चन्द्रले कृष्ण दाई भनेर बोलाउँदाखेरि यता कृष्ण चाहिँ टोलाएर बसिरहेका हुन्छन्। अनि चन्द्रले बोलाएको सुनेपछि उनी चाहिँ झस्याङ्ग हुन्छन्, तर्सिन्छन्। अनि त्यहाँबाट चन्द्रले चाहिँ कृष्णको हातमा समाएर अलि पर लान्छन्। होइन कृष्ण दाई, तपाईँलाई के भयो, किन टोलाएर बस्नु भएको भन्दाखेरि चाहिँ यता कृष्णले भन्छ, हेर न चन्द्रे, मलाई त मेरो श्रीमतीले छोडेर गयो, म त एकदमै धेरै पीर चिन्तामा छु, मलाई त यही भिरबाट हामफालेर मर्न मन लागेको छ, मलाई बाँच्ने इच्छा नै छैन भन्दाखेरि चाहिँ यता चन्द्रले भन्छन्, त्यही कृष्ण दाई यस्तो कुरा पनि गर्ने हो र, हेर्नु त मलाई पनि पहिला साइलीले छोडेर गएको थियो, के म मरे त? मरिन नि। अनि मेरो जीवनमा मुना आइन्, मुना आएर मेरो मरिसकेको मायालाई फेरि मुनाले हराभरा बनाइदिन्। छोरा मान्छे भएर यसरी हरेस खाएर मर्ने कुरा गर्नुहुन्छ, मर्नु हुँदैन। भगवानले मान्छेको जीवन एकचोटि मात्र दिएको हुन्छ। सोच्नुहोस् त, तपाईँले एउटा कमिला मार्नुभयो भने त्यो कमिलालाई तपाईँले बचाउन सक्नुहुन्छ? मान्छेको जीवन पनि यस्तै हो कृष्ण दाई, एकचोटि मरेपछि फेरि जीवन पाइँदैन भन्दै चन्द्रले चाहिँ कृष्णलाई सम्झाइरहेका हुन्छन्। अनि त्यहाँबाट चन्द्रको कुरा सुनेर चाहिँ यता कृष्णले भन्छन्, भाइ तँलाई मैले पहिला धेरै नै दुःख दिएँ, पीडा दिएँ, तिमीहरूको बुढाबुढीलाई धेरै नै सताएँ भन्दै कृष्णले चाहिँ चन्द्रसँग माफी माग्छन्। त्यहाँ चन्द्रले चाहिँ कृष्णलाई राम्रोसँग सम्झाउँछन्। अनि अबदेखि चन्द्रले कृष्णलाई आफ्नै दाइ जस्तो मान्ने कुरा गर्छन्। अनि चन्द्र पानी लिन भनेर खोलातिर जान लाग्दाखेरि चाहिँ यता कृष्णले भन्छन्, चन्द्रे भाइ, तैँले निम्न लागेको बत्तीलाई फेरि तेल थपेर बचाइस्, अब मेरो जिन्दगी तेरै हातमा छ, अब तैँले मेरो घर बसाल्नु पर्यो। अनि एउटा केटी खोजेर कृष्णलाई विवाह गरिदिने भन्ने उसको मनसाय देखिन्थ्यो। अनि चन्द्रले भन्छन्, मेरो बहिनीको 3-3वटा घर बिग्रिसक्यो, अब चौथो घर म बिग्रिन दिन्न भन्दै त्यहाँ चन्द्रले चाहिँ राधिकाको कुरा गरेपछि यता कृष्ण चाहिँ मुसुक्क हाँसेका हुन्छन्। अनि उनले मनमा नै भन्छन्, यो चन्द्रलाई मेरो मनको कुरा कसरी थाहा भयो भन्दै त्यहाँ कृष्ण चाहिँ खुसी भएका हुन्छन्। के कृष्णले आफ्नो श्रीमती पहिला गएको नाटक गर्दै चन्द्र र मुनालाई फेरि फसाउन लागेको त होइन? मेरो विचारमा कृष्णले पक्कै पनि चन्द्र र मुनालाई फेरि नयाँ षड्यन्त्र गरेर फसाउन लागेको छ, यानि कि चन्द्र र मुनालाई छुटाउन लागेको छ। चन्द्रले आफ्नो राधिका बहिनीको कुरा गर्दाखेरि त्यहाँ किन मुसुक्क हाँसे त त्यहाँ कृष्ण? पहिला त्यति धेरै दुःख दिएको कृष्णले फेरि चन्द्रले कृष्णलाई बचाएर किन गल्ती गरे भन्दै आजको यो भिडियोबाट म प्रकाश बिदा हुन्छु। हस्त, नमस्ते, जय नेपाल, बाई बाई।